खबर ताई के छन् तपाईको मेरो त ठिक छ ताई कति बजे भेट्न पाउँदैछ एकदम ठिक छ नि भाइ ताई म आज जीवन परिवर्तनको बारेमा इन्टरभ्यू दिन चाहन्छु मैले तिम्रो पनि नाम लेखाइदिएको छु होइन त हो र ताई हो नि अनि त्यहाँ चाहिँ कस्तो कस्तो हुन्छ ताई अब त्यहाँ क्वेसन सोधिन्छ एन्सर दिन पनि म तिमीलाई एन्सर सिकाइदिन्छु किन नजाउँ क्वेसन चाहिँ बाहिर गऱ्यो भने ताई हजुर बाहिर एन्सर सिकाइदिनु नि ताई ल हस् म जान्छु अनि तिमी आऊ ल हस् त एन्सर चाहिँ सिकाइदिनु है त ल हस् त जयमश्री गुलामा जयमश्री हजुर इन्टरभ्यू दिन आउनु भएको हजुर म तपाईँलाई केही प्रश्नहरू सोध्नेछु तपाईँले एन्सर दिनु होला है त बस्न सक्नुहुन्छ जीवन परिवर्तन भन्ने शीर्षकमा प्रश्न नम्बर 1 रहेको छ बाइबलमा झुटको पिता भनेर कसलाई चिनिन्छ लुसिफरलाई प्रश्न नम्बर 2 रहेको छ आदम कति वर्षसम्म बाँचे प्रश्न नम्बर 3 रहेको छ यहुदा इस्करियोतको मृत्यु कसरी भएको थियो झुम्टिएर भएको थियो हस् धन्यवाद हजुरको इन्टरभ्यू राम्रो भएको छ यसको रिजल्ट चाहिँ 1-2 दिनपछि आउँछ है त एकदम धेरै ढिला छ म तिमीलाई एन्सर मात्रै सिकाउँछु अनि तिमी गर्नु भन ल सुरुमा लुसिफर दोस्रोमा 930 अनि तेस्रोमा झुन्डिएर होइन सुरुमा लुसिफर दोस्रोमा झुन्डिए 930 तेस्रोमा झुन्डिएर सुरुमा झुन्डिएर कृपया लाइनमा आइदिनु होला अलमल नगरिकन हजुर इन्टरभ्यू दिन आउनुभएको हजुर बस्न सक्छु हजुर बस्नु भएन तपाईँले हजुर जीवन परिवर्तन भन्ने शीर्षकको इन्टरभ्यू दिन आउनुभएको हजुर पास्टर तपाईँको नाम चाहिँ के हो भाइ लुसिफर होइन तिमी कति वर्ष भयो त 930 तिमी यस्तै पारा हो भने स्वर्ग चाहिँ कसरी जान्छौ भाइ झुन्डिएर एकदम भाइ बाइबल त खर्कै पढेका रहेछौ नि तिमीले यस्तै पाराले हुँदैन तपाईँको इन्टरभ्यूको क्वेसन स्थितिसकेको छ यसको रिजल्ट 1-2 दिनपछि आउनेछ मिलेको छैन तिमी घर गएर एकदम राम्रोसँग बाइबल अध्ययन गरेर मात्र आऊ है त मिलेको छैन मैले त खरङमै भने पास्टरले आमा तपाईँले मिलेको छैन भन्नुभयो तिम्रो मैले सोधेको क्वेसनको एन्सर कुनै पनि मिलेको छैन त्यसकारण घरमा गएर फेरि पनि एकचोटि बाइबल रिपिट गरेर आऊ है त हस् पास्टरले जयमसी पास्टरले आमा होइन त्यो साथीले लिएर गएको त्यो चर्चको पास्टर दिएर भने के बाँकी हो मैले त्यस्तो भनेको एन्सरले भएन फेरि घर गएर बाइबल पढ्दा पो भनिदिँदैछु त होइन मैले भनेको किन नमिलेको होला मैले फेरि त्यस्तो मजाले झन् साथीले सिकाएर म यस्तो जोडले सिकेर अनि गएर भनेको मिलेन पो भन्दा रहेछन् अहिले बस्न पर्यो बिजोग छ मेरो जिन्दगी एक दिन बरु त्यो यसो अर्को साथीले लिएर गएको चर्चपट्टि चाहिँ जानुपर्ला जस्तो छ त्यहाँ भए राम्री केटीहरू पनि जब चर्चमा त्यो महिना के एन्टेन भन्छन् त्यस्तो गर्न जानेन त्यहाँ त वा त्यो अगाडि बस्ने केटीहरू म त छक्कै पर्छु त्यस्तो केटीहरूसँग त म
घुम्न जान पाए कति रमाइलो हुन्छ मसँग बोलेदेखि त म उनीहरूलाई यस्तो डिस्कोतिर घुमाउन लान्थे तर के गर्नु मलाई लिएर जाँदैन राम्रो राम्रो हेर्छन् होला म के हो बाइबल पढ्नु भनी बाइबल केही बुझ्नु छैन यसो छ काहीँ जीवन छ के भने अब त्यो न ढुङ्गो चटपटाउला मान्छे नचटपटा जस्तो त्यो बाइबलको केही बुझ्नु छैन यसो मोबाइलहरू भन्यो हो जङ्गल सुर आउँछ यसो छुट्टै आउँछ तर यो बाइबलदेखि त के गर्दाको हो यस्तो केटीहरूको आएको छु क्या म चाहिँ अब केटीहरू त लाइन लागिहाल्छ कि पारा छैन पारा तिमीलाई म प्रार्थना गर्न सिकाउँछु कि त्यस्ता केटीहरू त लाइन लाग्छ लाइन नभन्नु न मलाई त एकचोटि एउटा साथीले लिएर गएको उहाँ तर यस्तो गर्दो रहेछ मैले के गरेँ बुझ्दै बुझ्दिनँ साथी यो मोडर्न जमानामा तिमी त्यसरी प्रार्थना गर्ने म प्रार्थना गर्न सिकाउँछु त तर तिमीले मैले भनेको चाहिँ मान्नुपर्छ त्यसपछि केटी लाइन चर्चमा पनि लाइन लाग्छ केटी लाग्छ नि लाइन लाग्छ मैले त ब्रो अब त्यसपछि मैले जे भन्छु तिमीले त्यही भन्नुपर्छ है त हुन्छ ब्रो ल प्रार्थना गर्ने त ब्रो भन्नु ब्रो भन्ने अलिकति ब्रो फिल्ममा ठिक छ है म प्रार्थना गर्न सिकाउँछु है त ओके परमेश्वर ब्रो परमेश्वर ब्रो कुमारी माको छोरो परमेश्वर डिग्री पास गर्दै डिग्री परमेश्वर माथि रात आउँछ राति परमेश्वर राति चाहिँ किन याद आउँछ दिउँसभरि डुलेर हिँड्ने आउँछ मस्त गरे आउँछ क्लब गइन्छ राति शैतान ल्याएर तोर्साउँछ कि त्यही राति याद गर्नुपर्छ यसो भन्नुपर्छ नि त त्यसो भए राति चलिन्छ राति त्यही भएर यसोलाई चाहिँ जे गरे पनि सम्झिनुपर्छ दिउँसो जे गरे पनि हुन्छ राति चाहिँ यसोलाई सम्झे नत्र शैतानले फेरि भ्याइदिन्छ यार शैतान प्रोग्राम चलाएको छ नि त फेरि भन्नु दाइ ल है मैले जे भन्छु अलिकति फिल्ममा आएर भन्ने है त ओके दाइ परमेश्वर ब्रो कुमारी माको छोरो परमेश्वर जिग्री पास गर्दै परमेश्वर माथि रात आउँछ राति सही हो यसरी प्रार्थना गरे होइन ब्रो मेरो चाहिँ अब आज एउटा डेटिङ छ कि नभनौँ भनेको भन्नै पर्यो होइन होइन परमेश्वर डिग्री पास गर्नु मेरो डिग्री परमेश्वर माथि याद आउँछ मलाई राति यो ल्यापले त म केटीहरू बजाउँछु क्या फेरि सिक्न पर्यो परमेश्वर ब्रो कुमारी माको छोरो परमेश्वर डिग्री पास गर्नु मेरो डिग्री त्यही त हो नि त तिमीले सिकाएको यही हो परमेश्वर सबैभन्दा माथि याद आउँछ मलाई राति हाई अब मेरो अगाडि हाई भन्ने कोही नहुने भए म एक्लै हाई भनेर बस्न त हेलो भाइ के छ खबर हेलो तपाईँले कति वर्ष भेट्नु आज चाहिँ मैले के सिकेँ भने दाइ ल्याबमा केटीहरू पठाउने क्या ल्याबमा ल भाइ कहाँ त्यस्तो ल्याब गर्ने हो भने प्रार्थना भनेको त आदर साथ गर्नुपर्छ नि कहाँ त्यस्तो ल्याब गर्ने आदर साथ गरेर होइन क्या दाइ ल्याबमा गाउने हो ल्याब ल तिम्रो जस्तो जवान मान्छेले कहाँ त्यस्तो भनेर हुन्छ र भाइ प्रार्थना भनेको त आदर साथ गर्नुपर्छ हो र दाइ हो नि आदर साथै गर्ने हो हस् दाइ ल मैले सिकाउनु तपाईँले सिकाउनु भयो भने म आदर साथै गर्छु घोडा टिकेट बस्छ फेरि घोडा टेक्ने दाइ घोडा टेकाउन गर्न मेरो घोडा टेक्दा घोडा फुस्किसकेको छ होइन त्यस्तो भनेर हुँदैन घोडा टेक्नुपर्छ घोडा टेकेर गर्नुपर्ने हो दाइ ल म जे सिकाउँछु त्यही गर ल हस् दाइ
हे हाम्रा परमेश्वर गर न मसँग त्यसरी गर्ने हात माथि उचालेर के भयो दाइ केही भएको छैन भनौँ ठिक छ दाइ हस् दाइ जो स्वर्गमा बस्नुहुन्छ जो स्वर्गमा बस्नुहुन्छ हालेलुया हालेलुया ल यसरी नै प्रार्थना गरिराख मैले हतारसम्म जान्छु त्यसरी नै हो हस् दाइ हे हाम्रा पिता स्वर्गमा बसिसिनु हुने पिता तपाईँको राज्य आओस् तपाईँको इच्छा स्वर्गमा जस्तो त्यस्तै पुरा होस् हे हाम्रा स्वर्गमा बसिसिनु हुने पिता तपाईँ उच्च हुनुहुन्छ रे यसरी सिकाएर जानुभयो रे उनीहरूले सिकाएको अनुसार तपाईँ प्रार्थना त यसरी गरिरहेछौँ आदर साथ नगरेको दाइ कहाँबाट भाइ त्यहाँ तिमीले प्रार्थना गर्दै नआउँदा म सिकाउँछु तिमीले प्रार्थना गर्नलाई कसरी गर्छन् दाइ अर्को चाहिँ प्रार्थना भनेको त एकदम रोएर चिच्याएर कराइभित्र मनदेखि हो कि भाइ कहाँ त्यसरी होला हो र दाइ हो नि भाइ मलाई गर्ने हो प्रार्थना फेरि हामी प्रार्थना गर्नेछौँ होला टेकेर हे तेरिका दाइ फेरि घुँडा टेक्ने भन्नुभयो अर्कोले नि घुँडा तपाईँले नि घुँडा पछि पछि थाहा छैन कतिजना घुँडा भाइ त्यस्तो होइन कि प्रार्थना भनेको घोडा टेकेर एकदम भित्री घुँडा मैले मात्रै टेक्न पर्ने हो कि अरूहरूले टेक्छन् दाइ मैले मात्रै टेक्नु पर्ने ओके दाइ ल प्रार्थना गर्न भयो म जे भन्छु त्यही भने है हस् दाइ हे हाम्रा स्वर्गमा बस्नुहुने पिता तपाईँ रुनु भएको मैले जे भन्छु त्यही भन न मैले रुनु आँसु नै आउँदैन कसरी रुनु दाइ होइन कि भित्री मनदेखि निकाल्ने हुन्छ कहाँ त्यसै म रोएको आँसु निकाल्नु बिर्सी मात्रै राखेन मलाई त हाँसो आइरहेको छ दाइ हाँसेर हुँदैन भाइ हामी भित्री मनदेखि प्रार्थना गर्नुपर्छ दाइ हे हाम्रा स्वर्गमा बस्नुहुने पिता हे हाम्रो स्वर्गमा बस्नेको पिता तपाईँ कति महान हुनुहुन्छ तपाईँ कति महान हुनुहुन्छ तपाईँले हामीलाई गर्नुभएको त्यो प्रेमहरू तपाईँले हामीलाई गर्नुभएको त्यो प्रेमहरू अनि हाम्रो पापहरू हाम्रो पापहरू क्षमा गरिदिनु हे परमेश्वर क्षमा गरिदिनु हे परमेश्वर तपाईँ कति महान हुनुहुन्छ तपाईँ कति महान धन्यवाद भाइ एउटा पनि प्रार्थना गर्दै गर्ने है रुएर बस्ने हो हस् दाइ रुएर बस्नु ल गए है भाइ ल राम्रोसँग प्रार्थना गर्दै गर्नु। यीशु प्रभु प्रभु आज तपाईँ हाम्रो लागि मर्नुभयो रे तपाईँ हाम्रो लागि मर्नुभयो रे हाम्रो पापले उठाउनु भयो रे सुनान्छ तपाईँ हाम्रो लागि मर्नुभयो रे भाइ के गरिरहेको तिमीले के रुनु तपाईँले आएर रुनु प्रार्थना गर्नुपर्छ अरे कसले भनेको तिमीलाई यसरी रोएर प्रार्थना गर्नुपर्छ भनेर दाइ आउनु भएको थियो उहाँले भन्नुभयो रोएर प्रार्थना गरेर मात्रै हाम्रो प्रार्थना सुन्नुहुन्छ अरे त्यसरी त्यस्तो होइन नि भाइ अरूले भनेको भरमा चाहिँ हामीले चाहिँ त्यसरी रोएर प्रार्थना गर्ने आदर साथ प्रार्थना गर्ने भनेर त्यसरी गर्ने होइन कि तर हामीले चाहिँ परमेश्वरलाई भित्री हृदयदेखि चाहेर चाहिँ प्रार्थना गर्नुपर्छ अनि परमेश्वरलाई चाहिँ हामीले चाहिँ आफ्नो हृदय दिनुपर्छ अनि त्यसपछि चाहिँ परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ कुरा त त्यति हो त्यसो भए मैले पनि मनदेखिबाट गर्नु पर्यो हजुर मनदेखि प्रार्थना गर्ने अनि त्यसपछि अरूले भनेको अरूले सिकाएको भन्दा चाहिँ आफूले प्रार्थना गर्ने होइन अरूले चाहिँ प्रार्थना गर्न जाउँ भनेर चाहिँ प्रार्थना गर्न जाने होइन तर आफ्नो भित्री हृदय खोलेर चाहिँ परमेश्वरलाई हामीले चाहिँ परमेश्वरलाई भित्री हृदयबाट नै खोलेर चाहिँ हामीले परमेश्वरलाई प्रार्थना गर्यो भने चाहिँ हाम्रो प्रार्थना परमेश्वरले सुन्नुहुन्छ कुरा त्यति हो मलाई यस्तो कुरा कसैले सिकाउनु नै पर्यो एउटाले आफ्नो ल्यासमा गाउँ ल्यासमा रे एउटाले आफ्नो गरेर रोउने अर्को आउनुभयो हात उचाला रे
मलाई त्यस्तो सिकाउनु भयो दिदी त्यसरी गर्ने होइन भाइ अब म तिमीलाई प्रार्थना गर्न सिकाउँछु अनि त्यसपछि परमेश्वर जन्मिनु भएको बारेमा तिमीलाई थाहा छ यसो जन्मिनु भएको बारेमा तिमीलाई थाहा छ त्यस्तो पारेर त मलाई केही पनि थाहा छैन अब म तिमीलाई म सुनाउँछु म सिकाउँछु तिमीलाई हस्